पहले बाजा लगा शुरू कर वहाँ हुनुहुन्छ जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव। महन्तज्यू, आज खास गरेर जुन कार्यक्रम भएको छ के कस्तो कार्यक्रम हो, यसको मौलिकता के छ? यो कार्यक्रम त्रेतामा जब भगवान राजा दशरथको घरमा प्रकट हुनुभयो त्यो बेलामा उहाँको धेरै अवतार भयो, तर कुनै अवतारमा विवाह र कुनै यस्तो किसिमको चाहिँ उहाँले शुभ अवसर पाउनु भएको थिएन। यो मिथिलामा आएर मात्रै उहाँ आफ्नै मुखारबिन्दबाट भन्नुभयो कि पूर्व रम्य आराम ते जो रामै सुख देत। रामजीको सुख मात्रै यो मिथिलामा आएर यही पुष वाटिकामा चाहिँ भएको छ। त्यस कारणले बाघ तराग बिलोक प्रभु हरखे बन्धु समेत पूर्व रम्य आराम ते जो रामै सुख देत। जनकजीको बगैँचा हेरेर उहाँ चाहिँ अति प्रसन्न हुनुभयो। गुरुजीको पुष्प ल्याउन जानुभएको थियो। त्यो बेला